Hey guys, good morning. Welcome back to my another vlog है। फेरि अर्को vlog आइसकेको छ। आजको सन्डेमा हैन, सन्डेको दिनमा आज मेघालयको टुर हामी हल्का अल्छी सायद फ्युलिङ गर्दै गरेको अवस्था। अनि कहाँ जाने हाम्रो अनप्लानिङ हिँडेको हैन, केही थाहा पनि छैन। हिजो सडनली बात भयो अनि त्यो विषय अनप्लानिङ हिँडेको नि त। अनि हेरौँ अब के कस्तो हुन्छ। पहिला फ्युल अप गरौँ, त्यो विषय के हुन्छ है। अनि हामीसँग गइरहेछ हाम्रो राजु सर, बिचारा फ्र्याक्चर भएछ पनि। यहाँ हाम्रो ज्वाइँ पनि हुनुहुन्थ्यो, कहाँ जानुभएछ। अनि हेरौँ आजको के कस्तो हुन्छ। तर भ्लग चाहिँ आउँछ हरेक सन्डे सायद म कोसिस गर्छु क्या भ्लगमा। अब धेरै ग्याप भइरहेछ नि त। अनि गर्मी नेक्स्ट लेभल छ, त्यही भएर अब चाहिँ हल्का हाल्नेपछि मजा आउँछ। लगाइस अनि के कस्तो हुन्छ अपडेट भइरहेको छ हैन। अनि भ्लगमा बनिराख्नु। अनि धेरै सपोर्ट छ। अलमोस्ट 2K सब्सक्राइबर कम्प्लिट हुन आँटेछ। भ्लग त्यही भएर मैले धेरै जस्तो हालिरहेको छु नि त। अनि मैले सर्ट भिडियोहरू के भन्छन् फेसबुकमा धेरै हालिरहेको छु। फेसबुकको मैले आइडी डिस्क्रिप्सनमा दिन्छु, गएर हेर्दा हुन्छ। धेरै जस्तो अपडेट मैले आजकल उसमा भन्दा नि फेसबुकमा गरिरहेको हुन्छु नि त, त्यही भएर। अनि मलाई यस्तो सर्दी लागेको छ नि त लास्टै भन्नुपर्दाखेरि। तर अनि हामीसँग आज गइराख्नु भएको छ हाम्रो मामाजी पनि। हेलो भनिदिनु न यार। अनि यहाँ जयसब पनि हुनुहुन्छ हो। ल पहिला फ्युल अप गर्ने अनि यहाँ विषय हेरौँ। हाम्रो चाहिँ बिहान बिहानै पपट भइसकेको छ नि त। अनि यहाँ तेल हाल्न रोकियो होइन, लगभग 5 मिनट जति रोकियो। तर तेलै रहेन रहेछ कि यहाँ चाहिँ मेसिनै चालु भएन अरे। अनि ल अब चाहिँ हामी लाग्दिनु पर्ने हुन्छ। हामीसँग मामाजी हुनुहुन्छ, पछाडि 2 जना, हामी 4 जना होइन। एकदम चिल पारामा हेरौँ। अनप्लानिङ छ, कहाँ कस्तो गइन्छ होइन। आजको भ्यू मेघालय भ्यूमा के आउँछ। ल तेल पनि हालै भएन। अहिले चाहिँ हामी ठ्याक्कै भन्नुपर्दा टोल प्लाजामा आइसक्यो। हेरौँ अब गाडी कहाँसम्म जान्छ। ल म्युजिक लगाऊँ। ल बाहिर चाहिँ लास्टै गर्मी छ नि त। अरू बात बाँकी जाँदा कुरा गरौँ। हाम्रो चाहिँ यहाँ चट्ट टुलवा काटिहाल्छ होइन। एकदम भिआइपी पास हुनुपर्ने क्या। मालिक एउटा भिआइपी पास चाहियो यार। चट्टा यस्तो गरेर फुट्ट निस्किहाल्नु पर्ने नि त यार। भिआइपी नै भयो त। लोकेसन है गाइस, मतलब लोकेसन चाहिँ बवाल छ क्या। अहिले चाहिँ हामी यसो बाहिर मूत्र पिसा जानु पर्यो नि त एक दिनमा। अनि हल्काको पारा क्या दामी छ यार। चेक इट आउट है गाइस। हामी चाहिँ अहिले कहाँ पुग्यो, उम्सिनिङको यो हाइवे यस्तो बवाल छ कि होइन। लगभग 2 किलोमिटर जति मजा आउँछ क्या। लगभग 130 जान्छ क्या गाडी पनि। त्यति स्पिड जान्छ क्या। स्पोर सरप्राइज होइन, सरप्राइज हुन्छ। अहिले फिलहाल गएर हाम्रो रस्ताको मजा लिउँ। अगाडि यो भ्यू यस्तो पर्फेक्ट छ नि गाइस। अनि जुन गर्मी छ सायद मेघालयको जुन चिसोमा गएर मजा आउँछ नि, त्यो अलगै हुनसक्छ है। अगाडिको हेर्नु न, रुट कस्तो बवाल छ। सन्डेको दिन होइन, आज सबै टुरिस्टहरू अनि हामी पनि हल्का इन्जोयमेन्टमा चिल पारामा होइन। अनि सर्दी पनि लागिरहेछ, त्यहाँदेखि भिडियो भ्लग दिन जरुरी हुन्छ नि त। अनि ल अगाडि राइट गाइस होइन। हामी चाहिँ अहिले ठ्याक्क आफ्नो मन्जिलमा पुग्न आँट्यौँ नि त। लगभग अब 1 घन्टामा अलमोस्ट पुगिन्छ। अनि जुन यो रोड छ नि कस्तो पर्फेक्ट छ क्या। यो यस्तो दामी छ नि कसम से। अनि यहाँको भ्यू नि नेचर एउटा नेचर भनेको यस्तो बवाल चिज हैन, मजा आउने के यताको भाइबे। यस्तो सर्दी
आएछ नि गाइस सायद भोइस पनि यस्तो प्रपरली आएन होला तर यहाँ ड्राइभ गरेर यति मजा एउटा फिल छ नि त्यो फिलको मजा अलग छ क्या गाइस ओएमजी यो हो नि त पारा कस्तो दामी छ है आज सन्डे राइड भने जस्तो हो नि त यो त पारा क्या दामी होइन यो हेरौँ अलराइट गाइस होइन अहिले चाहिँ फिलहाल हामीहरू हाम्रो डेस्टिनेसनमा आइसक्यो नि त अनि हामी चाहिँ लाइट लुममा अनि हाम्रो केटाहरू पार्किङ अलमोस्ट भइसकेको छ गाडी अनि अहिले धेरै ढिलो भएको छ नि त यस्तो दामी हावा आएको छ कि बाहिर होइन मजा छ अनि भिड check it out ल अलराइट होइन आजको भ्लगमा चाहिँ के कस्तो भइरहेछ होइन अनप्लानिङ हो नि त यो चाहिँ ट्रिप अनि हामी अलमोस्ट 4 जना आएको थियौँ अनि मैले मतलब रोडुदी पनि त्यसरी भ्लग गरिनँ क्या मतलब डाइरेक्ट आएर यहीँको भ्यू देखाउँछु भनेर अनि यस्तो बबालै छ नि सही साउथ है चेक गरौँ है गाइस अब मैले जुन देखाउन गइरहेको छु नि यो चेक गरौँ है मेघालयको भ्यू होइन यो हेर्नलाई यत्रो सफर गरेर आएको क्या सायद यो हावाले गर्दा त्यत्रो भोइस पनि क्लियर आएन होला बट चेक दिस आउट यार ओएमजी यस्तो बवाल छ कि होइन कस्तो बवाल छ है अब अलिक उतापट्टि जानुपर्छ अर्को भ्यू लिनलाई एकदिन फोटोसुट हुन्छ होइन अनि सायद क्यामेराले त्यत्रो फोकस गरेन होला कि आँखामा त्यो खालको आएको छ क्या मतलब यहाँनिर यस्तो देखिएको छ क्या यो डाउनमा हेरौँ लाइट लुममा अनि यहाँको मेरो ब्याकग्राउन्डको भ्यू यस्तो बवाल छ नि सायद त्यो क्यामेरामा क्याप्चर भएन होला क्या जुन हाम्रो आँखाले देखिरहेछ नि त अनि यहाँ तलबाट फोटो लिनुपर्छ दाजु अनि यहाँबाट जुन यो डाउन छ नि तलपट्टि त सियालहरू पनि छ क्या तलपट्टि सियालहरू छ क्या सियाल अनि यस्तो छ केटा होइन यहाँ चाहिँ अलिकति रिक्सी पनि छ बोल यस कमेन यार व्यूज बढ़िया व्यूज है यार यहाँको मेरो ब्याकग्राउन्ड नजारा देखाउँछु क्या अब फलो मी मेरो ब्याक साइडको नजारा है आउनु दिनु न चावल ओइ देख केस देख कति हो 80 लगाइ छैन अब यहाँको नजारा है अब यहाँ चाहिँ अलिकति मजा छ चाय गरौँ है यहाँ चाहिँ कस्तो हावा आइरहेछ नि त त्यस्तो ब्लग गर्नै मिलेको छैन क्या हौ सर्दी लाग्ने गाडी छ है अनि यहाँको नजारा है चेक दिस भ्यू होइन यहाँको नजारा हेरौँ न एकचोटि
भिडियो बन्दैछ आउनु न नजारा न यो बाटो ए अगाडि हुनुहुन्छ हाम्रा सरजी अगाडि हुनुहुन्छ हाम्रा युट्युबर एके लक्ष्मण ब्लग त्यसपछि हुनुहुन्छ हाम्रा राजु थापा गाइस हेर्नु यो हाम्रो हेर्नुहोस् जग्गा कस्तो राम्रो छ है जे होस् सो अलराइट होइन अहिले चाहिँ हामी चट्ट घरबाटै मतलब उहीँ होटलबाट पेकिङ आएको थियो नि त सामानहरू अनि चट्ट अब खाइन्छ हाम्रो जोइ साहब मामाजी अर्को हाम्रो सर उहाँ रिल्स बनाउँदै आउँदै हुनुहुन्छ अनि हामी चाहिँ अलिक एकान्तमा सुनसान जग्गामा छौँ नि त ल अनि आफ्टर यो हल्का खाना खाएर अनि भेट हुनुपर्छ फेरि फोटोसोटो हान्नै छ ब्याट्रीमा चार्ज पनि धेरै छैन हाम्रो के अरे रिल्स इन्स्टाको भाइरल भयो ल अलराइट होइन अहिले चाहिँ फिलहाल हामी यहाँबाट निस्किसकेको अवस्था होइन अनि केही खानुपर्ने अवस्था हुन्छ अनि हाम्रो मालिक हाम्रो मामासी